कान्छान कता गयो आज त घरमा पनि छैन कान्छा पनि कहाँ लाग्यो हौ बुबु के गर्नु हुँदैछ नमस्ते बुबु ल नमस्ते आइज बस्नु के गर्नु हुँदैछ ए बसी बसाइ छ अहिले के गरेर अब अहिले गरम छ हो गरममा अहिले बसी बसाइ छ ए अँ भन्न म त गरमले हत्तु भएर हत्तु हिँडेर आएको कति काम ल्याइस् खोइ 1-2 दिन बस्ने गरी आएको बु बस्नु अन्त तेरो घरै हो त अन्त 1-2 दिन बस्ने गरी आएको बस्नु अन्त के हुन्छ सुन त तँ बस्दाखेरि भाइलाई पनि अलिकति त्यो उयोहरू पढाउनु ओर्नु कामहरू अलिकति घरमा पनि सघाउनु हुन्छ यहाँ पढ्छ के हो त्यो त बदमास छ भनेको होइन पढ्छ यस्तो स्याप्तु लाउँदै पढाउनु लगा न स्याप्तु लगाउँदै पर्छ नि त्यसलाई पढाउनु पर्छ नि ल म पढाउँछु पनि 1-2 दिन बस्छु पनि 1-2 दिन बस अलिक घरको कामहरू पनि गर्दैन ल अहिले उयो पनि छैन हो घरमा भाउजू पनि छैन हो ल त्यसो गर ल सुन त म जान्छु कि अहिले एकछिन म उयसमा जान्छु बाहिर के अरे र त उयसलाई भाइ अहिले भाइ आउँछ होला कान्छा आउँछ होला त्यो कान्छासँग बस्दै गर ल म लागेँ है हुन्छ बु खोइ माइला बुबु आउनु भएछ कहिले आउनु भयो भर्खर आएको ए भर्खर आधी घन्टा भयो त कहाँ गएर आएको त म पर बारी गइहेरि आएको कि ए बाहिर गएर आएको ठिकै छस् आज एकदम ठिकै छु अब 1-2 दिन बसौँ भनेको कान्छा म ए हुन्छ त अन्त बस्नु नि तल पनि पढाउनु अरे तँ त पढ्दैनस् भने पापाले कम्प्लेन गर्दै थियो जेठा बाउले कि अन्त अलिक पढाइदिए काम पनि सका भन्दैछ कि अन्त गरिदिउँ भनेर नि हुन्छ बस्नु नि अन्त कान्छा कम्ती अल्गो भएन रहेछस् त त यो त साह्रो बढेर गयो हौ हाम्रो सन्तानमा यो अल्गो हुने रहेछ है ए जेठा बाउले फोन गरिहाले त फेरि जेठा बाउले ल हेलो सुन त भाइ त्यो के अरे ए माइलालाई याद गरे ल बल्ल बल्ल आएको छ हुन्छ दादा अबे मजा आएगा ना भिडो सुन त हजुर भन्नु नि त्यो अलिक याद गरे ल त्यहाँ गोद्रेजहरू पनि खुल्लै छ हो उयो पैसा रुपियाँ पनि बाहिरै छ त्यो के अरे खानेकुराहरू पनि छ हो त्यो के सरसामानहरू छ फेरि उठाइदेला नि फेरि माइलाले अलिक याद गर्ने फेरि त्यो घर चाहिँ एक्लै नछोड्ने फेरि